कामको सिलसिलामा म यहाँ दिएर आइसकेको छु हैन। मेट्रो मार्फत आएको, मेट्रो बाटो। अनि दिउँसो 12-1 बजेको टाइम छ हैन। यही मेट्रोबाट आएको हैन। अघि नै आउँदा आउँदा एकदम गर्मी भएर भिडियो बनाउन सकेन हैन। यहाँ 20-25 तल्ले माथि छु। त्यहाँदेखि भिडियो बनाउँदै तल हेर्नु न गाडी गुडिरहेछ आफ्नो वान वेमा हैन। वारी दिएर छ हैन। सानसानो बुटाहरू, सानसानो बोटहरू भनौँ न। गल्फ कन्ट्री मरुभूमिमा भए पनि छ रुखै रुख हैन। अब परदेशको ठाउँमा यसो काम गर्नु साथसाथ यसो बाहिर निस्केको बेला भिडियो बनाउँदै एउटा मेमोरी हैन, सम्झना। अनि वारी दिएर हो भने पारी चाहिँ बर्दुवे भन्छ हैन। त्यो सानसानो बोटहरू हो, ढुङ्गा छ। यता अलिकति ठुलो यो भए पनि हैन स्पष्ट देखिन्छ। अघि नै झ्याल थियो, झ्याल खोलेर हजुरहरूलाई। बिल्डिङ पनि सानो छ है। म माथि छु हैन। राजाको पिक्चर हैन। यहाँ दुबईको राजाहरू हो। यस्तो मरुभूमिलाई यस्तो बनाउनमा राजाहरूको ठुलो भूमिका हुन्छ क्या। लिडरसिप चाहिन्छ। यही हो बोटहरू। पारी चाहिँ बर्दुवे भन्छ। नेपाली पार्कहरू छ। अहिले त्यता जाने प्लान छ हैन। अहिले गइसकेपछि हजुरहरूलाई त्यो त्यहाँ भनौँ न गइसकेपछिको भिडियो बनाउँछु म। जाँदै गरेर हल्का रमाइलो हुन्छ अरे हैन। तल हेर्नु न पुरा खतरा छ स्थिति। हजुरलाई सबै देखाउँछु म है त। सक्दो अपडेट। जय नेपाल। हजुरहरूलाई भने वारीदेखि पारी जान्छु हैन, भिडियो बनाउँछु। निकै गर्मीले गर्दा खिच्न पाइएन हैन। 1 रुपियाँको ढुङ्गा चढेर त आइयो। पुरा हुने रहेछ है यता। त्यसपछि बोट छ सानो। यसले चाहिँ 10 रुपियाँ लिँदो रहेछ। यहाँदेखि अलिक पर घुम्दो रहेछ मजाले। नेपाली दिदी बहिनी दाजुभाइ सबै आउनु रहेछ। यहाँ छ हैन नेपाली पार्क। यतिकै जमात ब्याकग्राउन्ड नेपाली सुन्नुहुन्छ। भाइब्स आइरहेछ हैन। फिल नेपालीकै भइरहेछ हैन।